पाइप भनेको के हो? पाइपका प्रमुख प्रकारहरू के हुन्? तपाईँको घरमा पानी कसरी पुग्छ? भान्साको फोहोर पानी र शौचालयको पानी कहाँबाट बाहिर जान्छ? यसको पछाडि एउटा निकै महत्त्वपूर्ण चिज हुन्छ। त्यो के हो? पाइप। तर सबै पाइप एउटै हुँदैनन्। गलत ठाउँमा गलत पाइप प्रयोग गर्दा चुहावट हुने, फुट्ने वा अन्य समस्या आउन सक्छ। त्यसैले आजको भिडियोमा 5 मिनेटमा हामी सबै कुराहरू बुझ्नेछौँ। पाइप भनेको के हो र यसका प्रमुख प्रकारहरू के हुन्? नमस्कार साथीहरू, हामीले दैनिक जीवनमा पाइपको प्रयोग यति धेरै गरिसकेका छौँ, हाम्रो नाङ्गो आँखाले पनि देखेका छौँ। धेरै जस्तो अवस्थामा यसको महत्त्वबारे हामी जान्दैनौँ र हामी बुझ्न पनि चाहँदैनौँ। घरमा पानी ल्याउन पाइप चाहिन्छ, बाथरुम र भान्साको पानी बाहिर निकाल्न पाइप चाहिन्छ, शौचालयको निकास, खेतमा सिँचाइ, उद्योगमा पानी वा अन्य पदार्थ सञ्चालन गर्न पनि पाइपको प्रयोग गरिन्छ। अब सबैभन्दा पहिले बुझौँ पाइप भनेको के हो? सरल भाषामा भन्नुपर्दा पानी वा तरल पदार्थ वा ग्यासलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन, लैजान प्रयोग गरिने खोक्रो नलीलाई नै पाइप भनिन्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ। सबै पाइप एउटै सामग्रीबाट बनेका हुँदैनन् र सबैको काम पनि एउटै हुँदैन। कुनै पाइप चिसो पानीका लागि उपयुक्त हुन्छ, कुनै तातो पानीको लागि उपयुक्त हुन्छ, कुनै ढल निकासको लागि बनाइन्छ भने कुनै उच्च दबाव भएको पानी आपूर्ति वा कुनै ग्यास आपूर्तिका लागि बनाइन्छ। त्यसैले अब पाइपका प्रमुख प्रकारहरूको बारेमा पनि नामको बारेमा पनि हामी जानौँ है त। पिभिसी पाइप, युपिभिसी पाइप, सिपिभिसी पाइप, एचडिपी पाइप, पिपिआर पाइप, जिआई पाइप, कपर र स्टिल पाइप, कङ्क्रिट पाइप। हामीले पाइपका नामको बारेमा त जानकारी पायौँ। अब पाइप छनौट गर्दाखेरि के कुराहरू ध्यान दिनुपर्छ यसको बारेमा पनि अब हामी छलफल गरौँ है त। कुन पाइप सबैभन्दा राम्रो हुन्छ? यसको सिधा उत्तर छ काम अनुसार सही पाइप नै सबैभन्दा राम्रो पाइप हो। पाइप छनौट गर्दा मुख्य रूपमा 4 कुरामा विचार पुर्याउनु पर्छ। पहिलो नम्बरमा छ पाइपभित्र त्यो पानी, तातो पानी, ढल वा अन्य पदार्थ वा ग्यास। अब दोस्रो कुरा ध्यान दिनुपर्ने के छ भने दबाव कस्तो हुन्छ। तेस्रो कुरा छ पाइपभित्र बग्ने चिज वा वस्तु कति तापक्रमसम्ममा बग्छ। तेस्रो कुरा के छ भने तापक्रम कति हुन्छ र चौथो कुरा हुन्छ पाइप कहाँ जडान गर्ने हो, केको लागि प्रयोग गर्ने हो, घरभित्र हो कि जमिनमुनि हो कि खुल्ला ठाउँमा हो कि कस्तो ठाउँमा प्रयोग गर्ने। यी आधारभूत कुरालाई मापन गरेर मात्रै पाइपको चयन गर्नुहोला। अब अर्को कुरा भिडियोलाई स्किप नगर्नुहोला। अर्को महत्त्वपूर्ण कुरा के छ भने मानिसहरूले सामान्य गल्ती यी कारणले गर्छन् र यसको समाधानको बारेमा पनि हामी छलफल गर्नेछौँ। धेरै मानिसहरूले सस्तो भनेर पाइप किन्ने गल्ती गर्छन्। नम्बर 1 है। तर पाइपको गुणस्तर र सही प्रयोग गर्ने क्षेत्र उनीहरूले चयन गर्दैनन्। र अर्को महत्त्वपूर्ण कुरा के छ भने यदि पाइप राम्रो भए पनि जडान गर्ने र त्यसमा लाग्ने केमिकल गलत भयो वा गलत तरिकाले प्रयोग गरियो भने पनि चुहावट हुन्छ र फिटिङका चिज वस्तुहरू पनि एकदम ध्यान दिनुपर्ने हुन्छ। आज हामीले बुझ्यौँ पाइप भनेको के हो र पाइपका प्रकारहरू के हुन्, यिनीहरूको नाम हामीले बुझ्यौँ है। यदि तपाईँलाई पनि आजको भिडियोबाट पाइपको परिचय र यसको प्रकारबारे स्पष्ट जानकारी अवश्य पनि मिल्यो होला भन्ने भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला। यस्तै प्लम्बिङ, इलेक्ट्रिकल, रिपेयर र अन्य प्राविधिक जानकारीको लागि सरल नेपाली भाषामा सिक्न चाहनुहुन्छ भने
च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र कमेन्टमा लेख्नुहोस् र अर्को भिडियोमा कुन पाइप कहाँ प्रयोग गर्ने भन्ने विषयमा चाहनुहुन्छ कि पाइपको साइज कसरी छनौट गर्ने कमेन्टमा लेख्नुहोला। त्यसको आधारमा हामी भिडियो बनाउने छौँ। धन्यवाद। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा चाहन्छौँ। फेरि भेटौँला। हस्त नमस्कार।